ल हामी त अब यताबाट यसो गोर्खाको जङ्गल घुम्न लाग्दैछौँ। खोलाको तिर अब खोला कहाँनिर रहेछ हेर्नु पर्यो। यसो खोलाको तिर जानु पर्यो। ल हेर्नु चाहिँ गोर्खा जिल्ला पर्यो। ल हाम्रो सुनिता दिदी त्यहाँ हुनुहुन्छ, उषा पनि छन् गोर्खा जिल्लामा। यसो ल हेर्नु छट्ट लाएर ल हेर्नु छलक्क लाएर चाहिँ गोर्खा जिल्ला हेर्नु। गोर्खा दरबार चाहिँ यता माथि पर्छ घरको डाँडामा। ल हेर्नु हामी चाहिँ ट्याक्क लाएर ल हेर्नु उहाँ चाहिँ हाम्रो उषा। ल हेर्नु गोर्खा जिल्लामा उता हाम्रो सुनिता आना मगर ट्याक्क ल्याएर गोर्खा जिल्ला। ल हेर्नुहोस् छलक्क लाएर ल हेर्नुहोस् यतातिर हेर्दाखेरि मेरो अनुहार पनि देखाउनु पर्ला। हामी चाहिँ ट्याक्क लाएर यसो गोर्खातिर ल हेर्नु ल हेर्नु गोर्खा जिल्लामा सला तल पुगिसक्यो बाटो। ल अब यताबाट छिर्ने यसरी छिर्नु पर्यो निहुर्याएर ट्याक्क लाएर यसरी जाने। ल हेर्नुहोस् हामी ल हेर्नुहोस् हामी यसरी तल झऱ्यो अनि उहाँ हेर्नुहोस् म जस्ट स्लो मोसनमा हिँड्ने भएर म चाहिँ अलि स्लो भएछु। ल म चाहिँ हाम्रो गोर्खा जिल्ला यसो खोला हेर्न जाँदैछौँ। कतिको खोला रहेछ गाउँहरू छन् अलिअलि चाहिँ सिमेन्टको घर, अरू त सबै कस्तो राम्रो पुरानो माटोको घर छन्। अन्त हाम्रो अर्ग्यानिक ल हेर्नु यहाँ चाहिँ शुक्रबार हाट बजार लाग्दो रहेछ। ल मिठो हाट बजार लाग्दो रहेछ शुक्रबारको दिन चाहिँ। यसरी बाटोमा हिँड्ने खोला यसो खोला खोजखाज कार्यक्रम गर्दैछौँ। खोला कहाँनिर हुन्छ होला। ल उहाँहरू धेरै अगाडि पुगिसक्नु भयो मात्र पछाडि। ल यस्तो दाउरा फालाफाल छ र यहाँ नभएको बेलामा यहाँ चाहिँ ठाउँमा चाहिँ दाउरा फालाफाल चुलो अर्ग्यानिक नेपाली चुलो। ल यतातिर चाहिँ हाम्रो साथीभाइहरू अगाडि उषा अगाडि सुनिता। ल हेर्नुहोस् हामी जाँदैछौँ यसो जाने यसो जाने। ल दिदी हेलो भनिदिनु कुन ठाउँमा रे हामी अहिले? मान्द्रेढुङ्गा। ल गोर्खाको मान्द्रेढुङ्गा भन्ने ठाउँमा यहीँनिर हो क्या मैले है एउटा सेतो सर्प है यस्तो रोटी भएर यो शिर त यसरी स्याँ गरेको म त ऊ त्यहाँबाट भनेर करायो उता दौडी। ल हेर्नु सर्प देखेको त धेरै पहिला मान्द्रेढुङ्गा भन्छ यसलाई त। देखेर म दौडेँ होइन म देखेर सर्प तल दौड। ल यस्तो भइसकेको चाहिँ सके गन्यो होइन। ल हेर्नु यहाँ पनि तलतिर ल हेर्नु पुरै जङ्गल पुरै छ। ल हेर्नु ल हेर्नुहोस्
ल हेर्नुहोस् त बाटो कस्तो रहेछ। ल हामी त एकछिन यता अब जङ्गलतिर घुमेर यसो विश्राम गर्दैछौँ। ल हेर्नु यतातिर अब चेलाचेलीहरू खोज्दैछन्। ल ल हेर्नु ऊ के साग भनेर टिप्दैछन्। गङ्गाटा पनि आयो भन्थ्यो, गङ्गाटा टिप्नु सकेन। ल हेर्नु यस्तो छ। ल हेर्नुहोस्, ल हेर्नु है हजुर। टिपेको है, फेरि परबाट पनि देखायो सिमसाग टिपेको यसरी टिप्छन्। ल हेर्नु अर्ग्यानिक। ल ल हेर्नु यता यता उसै दिदीले यसरी टिप्दै हुनुहुन्छ, उता सुनेता दिदीले पनि टिप्दै हुनुहुन्छ। हेर्नु दिदीहरू मिलेर यसो म भेज मान्छेलाई भेज तरकारी टिप्दै हुनुहुन्छ। के गर्नु, यस्तो टिप्दा टिप्दै यस्तो पालबाट सुत्त सर्प आयो भने कहाँ भाग्ने होला त। काली नाग सेती नाग आयो भने पानी उम्रेको ठाउँ छ। अहिले अलिक घामले सुक्या मात्रै हो। ल हेर्नु गर्मी महिनामा त बाहिर निस्किन त घाम ताप्नुलाई। ल हेर्नु त्यही त। ल हेर्नुहोस् त्यो गङ्गटो ए ऊ गङ्गटो हेर्नुहोस् है तपाईँहरूले टिप्नु न। गङ्गटो देखाएको थियो फुत्त छिरेछ, अलिकति गोल्डन कलर ओ दिल दुइटा सिङ्गा भाँचो टिप्नु न। कहाँ यहाँ ल ऊ ल हेर्नु सिमसाग टिपेर यति बनाउनु भइसक्यो। दुइटा सिङ्काले च्यापेर टिपेर यसो बाहिर राख्नु पर्ने। प्लास्टिक पनि बोकेन। प्लास्टिक बोकौँ कि जस्तो लागेको थियो है, के पाउँछ कि भन्ने। ल गङ्गटा थियो। अब म केटो पनि टिप्नलाई जोसिएन, दिदीहरू पनि टिप्नलाई जोसिएन। घामले गर्दा अल्छी लाग्यो मलाई। भित्र छिर्यो। ल हेर्नु हजुरहरूले यहाँतिर ओ हाम्रो उषा र सुनिता त्यहाँ के साग टिप्दै हुनुहुन्छ। के सिमसाग भने होइन हो, तरकारी मिठो हुन्छ उनीहरू सिमसाग टिप्दैछन्। यतातिर डाँडा काँडा हेर्नु गोर्खाको गोर्खा दरबार चाहिँ निकाल्नु न। गोर्खा चाहिँ ऊ यहाँ रहेछ, गोर्खा दरबार यो उले छेक्यो। ल भयो ल ट्याक्क लाएर यता चाहिँ साग खोज्दैछन्। दिदीहरू साग खोज्दैछन् दुईजना। ल हेर्नुहोस् उहाँहरूले साग खोजेको भाग मैले पनि पाउला। ल सिमसाग भन्छन्। ल गाउँमा तपाईँले सिमसाग खानु भएको छैन अनि यहाँ हेर्नु है टिप्दैछन्। ठुलै गङ्गटा छ भने त टिपेन। ल जङ्गल हेर दिउँसै चितुवा आयो भने के गर्ने होला त, हामी कता भाग्ने होला त। दिउँसै चितुवा आयो भने त ल दिउँसै चितुवा आएर तिनजना मध्ये एकजना छाने भने त म त कन्ने केटो हो मलाई छोडिदियो भन्दा छोडिदिइहाल्छ चितुवाले। सर्प पनि भेटेन जङ्गलमा, फोटो खिच्नु हुन्थ्यो। के गर्नु। ल हेर्नुहोस् है हेर्नुहोस्
अब थकाइ लाग्यो, बस्नु पर्यो, के गर्नु आराम गर्नु पर्यो एकछिन। मैले बोकेको लौरो ल हेर्नुहोस्, यतातिर हाम्रो एकजना मम्मी बाख्रा चराउँदै हो कि आवाज आइरहेको थियो। पानीहरू झर्नु भयो तलतिर जङ्गलमा बाख्रा चराउनुलाई। ओह तलतिर रहेछ आवाजहरू सुन्यो। तर चितुवा चाहिँ आउँछ भन्छ, कता आउँछ खै चितुवा। बिहान चाहिँ के आउनु, बेलुका बेलुका आउने होला चितुवा। ल पानीको बोतल, पानी खाने भयो त्यहाँ, उहाँ त्यहाँ सिमसाग टिप्दैछन् दिदीहरू। ल अब नेक्स्ट भिडियो यहाँबाट फेरि उकालो अलिकति माथि पुगिसकेपछि फेरि छोटो भिडियो बनाउँछ है। यो मेरो ब्लग सबैले लाइक गर्नु, सब्सक्राइब गर्नु, मेरो भिडियोलाई सेयर गर्नु, ट्याप ट्याप गर्नु। मेरो 1000 पुगेको छैन सब्सक्राइब, सबैले 1000 सब्सक्राइब पुऱ्याउनु। ल हेर्नुहोस्, यो गोर्खा कालिका मन्दिर ल यसो दानपेटी चढाउने रहेछ। त्यतिर बाँदरको पनि यसो होइन, बाँदर सिङ्गटी खाले हेर्ने। ल यस्तो तरिकाले बनाएको रहेछ, तपाईँले हेर्नु सक्नुहुनेछ गोर्खा मन्दिरको दरबार। ल हेर्नुहोस्, यो गोर्खा कालिका मन्दिरको दरबार हेर्नुहोस् तपाईँले। लाइन छ, हाम्रो लाइनमा बस्दैछौँ। हाम्रो यहाँ पार्टनर छ, बिचरा लाइनमा बस्दैछन्। ल सबैको राम्रो होस् भन्नुको लागि लाइनमा बस्दैछन्। यतातिर लाइन छ, लाइन यता पुगिसक्यो। यतातिर हाम्रो उषा पनि छन्, लाइनमा बसिरहेछ बिचरा मन्दिर दर्शन गर्नलाई। ल हेर्नुहोस्, गोर्खा कालिका मन्दिर भनेको यो हो। ल यतातिर यो पनि चल्छ, यो पनि राम्रोसँग पूजा गरिदिनु। हामीले चाहिँ दिने होइन, अरूहरूको तल। ल गोर्खा कालिका मन्दिर। ल गार्ड पनि बसिरहनु भएको छ, कुकुरले के गर्छ भनेर। मन्दिर चाहिँ एकदम दामी खरो बनाएछ गोर्खा कालिका मन्दिर। अब भित्रै गएर भिडियो चाहिँ खिच्न नपाउने होला, यति सामान त पाइयो। ल झन्डा पनि राम्रो तरिकाले हालेर रहेछ। ल हेर्नुहोस्, पहिला बुझ्नु अनुसारले पूजा गर्ने गोर्खा कालिका मन्दिर। अब उनीहरूको कुलकै मन्दिर होला सायद होइन, गोर्खा कालिका भनेपछि त। ल चट्ट आएर हेर्नु। ल हेलो हेलो नमस्कार। हामी गोर्खा कालिका मन्दिर दर्शन गर्नलाई यसरी लाइन बस्दैछौँ। गाह्रो छ, भित्र नरिवल पनि फुटाउँदैछन्। ल त्यो बनाएको आँखी झ्यालहरू हेर्नु कस्तो राम्रो छ, मिलेको आँखी झ्यालहरू लगाएर चट्ट कम्बली पुरै भत्के थियो, पछि बनाएको। पछि फेरि बनाएको थियो त, भूकम्पल त होला। ल ए वान तरिका ल हेर्नुहोस्, चट्ट यहाँभित्र मन्दिर चाहिँ। भित्र चाहिँ भिडियो खिच्नु मिल्दैन होला, यतिसम्म त पाइयो। ल चट्ट घन्टी सन्टी बजाउने, त्यतिर यसरी फुल प्रसादहरू चढाउने गरेर टक्क मन्दिर दर्शन गर्ने हो। हजुरहरूले हेर्नु सक्नुहुन्छ। ल ल यसरी दर्शन गर्ने हो। ल दानपेटी पनि भरिभर भइसकेको छ एकदम, अति नअति छ। सुनको डलर नि यो भित्र मन्दिर छ। हेर्नुहोस्, यसरी नरिवल फुटाएर मन्दिर चाहिँ त्यहाँ भित्र रहेछ। यसरी राम्रोसँग दर्शन गर्ने हो। मेरोबाट खिच न। ल ल झन्डा सन्डा राखेर, बाँसमा चट्टो झन्डा राखेर बेलामा अब माथि पनि जान मिल्ने होला। ल